अझ भोट दिनुस् हामीलाई यहाँ हाल्नुहोस् उहाँ हाल्नु अब यिनका भागा थाप्लामा हाल्ने हो यिनका थाप्लामा हाल्ने हामीले जो नेता आउँछ नि ती नेतालाई अब यो दाउरा कटिबाट आसिलो रन्काउने छु म यहाँ अब हेर्नुहोस् यस्तो सबभन्दा मर्म चाहिँ मर्का महिलाहरू दिदीबहिनीहरूमा छ अहिलेसम्म कुनै पनि पार्टी प्रतिनिधिहरू आएका छन् जुन समय काला कारमा चढेर आएका हुन्छन् कोही सेता कारमा चढेर आएका हुन्छन् कोही गाडी गुड्काएका मोटरसाइकलमा हिरो होन्डामा आएका हुन्छन् कोही महिलाहरूको समस्या के पीडा केही समाधान भएको छ अहिलेसम्म भएको छैन त्यस कारण ल महिलाहरूको अहिलेसम्म जति हामीभन्दा अगाडि पनि प्रतिनिधि महिला छन् तर उहाँलाई भन्दाखेरि पनि महिलाहरूले अहिलेसम्म चाहिँ सुनाइमा आउनु भएको छैन अहिले भोट आउँदाखेरि भोट आए पराउन नोट तपाईको हेर्नुस् है जनताहरू अनि जतिखेर भोट आयो उतिखेर नोट बाँड्दै गए एउटा महिलालाई एउटा धोती र ब्लाउज पुरुषलाई एउटा रक्सी र मासु भनेर भन्दै हिँड्दै अनि त्यसरी हामी महिला दिदीबहिनी पनि बिग्यौँ पुरुष दाजुभाइहरू बिग्यौँ त्यस कारणले हाम्रो पीडा यो नबिग्न कारणले गर्दा हामी चाहिँ सबै एकजुट भएर जुन हामीलाई शान्त सहयोगमा जुन हामीलाई सहयोग गराउँछ महिलाहरूको पीडा बुझ्छ त्यसैले चाहिँ हामी भोट गर्ने हो हामीले नोट चाहिएको छैन यो हेर्नुहोस् हाम्रो बाटोको गतिविधि अहिलेसम्म हाम्रो घर घर एक पार्टी आउँछ हेर्नुहोस् यी डिङ्गा हामी मेरा घरमा ठड्याइदियो हेर्नु अर्को पार्टी आउँछ त्यही पर उते उहाँ ठड्याएको हेर्नुहोस् खेतमा अनि त्यो खेतमा ठड्याउने मात्रै डिङ्ना हुन् कि मान्छेलाई उज्यालो सुविधा दिने पनि डिङ्ना हो नि म भन्न जान्दैन कि के हो नि डिङ्ना भन्छु म त काठ भन्छु म त हेर्नुहोस् है म यो भन्न जान्दैन हो त्यस कारणले त्यस्ता नेता हामीलाई चाहिएको छैन भाइ हेर्नुहोस् त्यस कारण यी नेताहरूका काठमाडौँमा महल छन् ठुल्ठुला सुर्खेतमा महल छन् हेर्नुहोस् न्युजिल्यान्डमा यिनका छोराहरू छन् कोरियामा यिनका छोराहरू छन् बाहिर विदेशमा यिनका छोराहरू छन् हामी जुन छौँ हाम्रा च्यातिएका लुगा छन् हामी जुन छौँ हामी भुइँमा माटोमा बसेका छौँ अहिलेसम्म हामीलाई कसैले समाधान गरेको छैन तर पार्टीबाट चाहिँ म बिरुदै पार्टीमा नेकपा माओवादीको पार्टी मान्छे हो म एकदम खक्कड जन्मस्थल नै म माओवादी हो हेर्नुहोस् माओवादी पार्टीको मगरसेन दरबार हान्दाखेरि त्यहाँका घाइतेहरू आएर पुरा पालेर मेरो घर कब्जा गरेका हुन् माओवादीले हेर्नुहोस् पार्नुपर्छ तपाईँले अनि त्यतिखेर तपाईँको नमराज जोशी भन्ने एउटा हाम्रै यहाँका आदरणीय दाइ पनि हुन् उनी भुबु अध्यक्ष हुनुबाट चाहिँ उहाँको घर कब्जा गर्नुभयो माओवादीले त्यतिखेर कब्जा गर्दाखेरि मेरो दोकानको सामान लगे हेर्नुहोस् त्यति ठिक छ म पाल्छु ठिक छ म दिन्छु अनि तपाईँको पैसा पछि हुन्छ भन्दै मेरो 1.5 लाख रुपियाँ माओवादी नेकपा माओवादीले खाए हेर्नुहोस् 5 नम्बरको मानबहादुर दानी इन्चार्ज हुनुहुन्थ्यो अहिले अध्यक्ष पालिका अध्यक्ष विवश रासानी हुनुहुन्थ्यो उहाँको इन्चार्ज यहाँको हाम्रो हेर्नुहोस् 4 नम्बर उहाँलाई मैले पटक भन्दा पनि अहिलेसम्म मेरो यति वर्ष भयो कति 20 वर्षभन्दा बढी भइसक्यो हेर्नुहोस् त्यो 20 वर्षसम्म मैले अहिलेसम्म 1.5 लाख पाएको छैन अहिले उनीहरू अन्तै कुरा गर्छन् हेर्नुहोस् अझ भोट दिनुस् हामीलाई यहाँ हाल्नुहोस् उहाँ हाल्नु अब यिनका भागा थाप्लामा हाल्ने हो यिनका थाप्लामा हाल्ने हामीले जो नेता आउँछ नि ती नेतालाई अब यो दाउरा कटिबाट आसिलो रन्काउने छु म यहाँ अब हेर्नुहोस् त्यो पीडा जब कि समाधान हुँदैन पार्टीले मेरो पैसा तिर्दैन जो इन्चार्ज थियो त्यतिखेर बिल पनि पहिला बिल ल्याउनुहोस् पेश गर्नुबाट पार्टीले पैसा तिर्ने भन्यो त्यो पार्टीले बिल हराइयो भन्यो फेरि कोसी पनि च्यातेर लगिदियो हेर्नुहोस् मेरो दोकानको कोसी पनि लग्दाखेरि जगनाटी डाँडाका बिलहरूको पैसाको दोकानको साउजीहरू सबै थियो तर मलाई दिएन अझ उतिखेरको जमानाको 1.5 लाख भन्ने मैले यिनीहरूका जन चोरेर खाएको होइन कसैको ढाँटी छली खाएको पैसा होइन मेरो माटो उदनेर कमाएको पैसा दिनु पर्यो किन 1.5 लाख रुपियाँ पार्टीले दिने कि जनताले दिने खाने बेला तिनीहरूले खाने अहिले मेरो मलाई कुनै ठाउँबाट चित्त नबुझाएपछि मैले भन्ने कि भन्ने नै मिडियामा मैले गर्ने कि नगर्ने दिनु पर्यो नि त मेरो नयाँ पुस्तालाई दिने तर मेरो कुरालाई समाधान गरेपछि नयाँ पुस्तालाई दिने हेर्नुहोस् यहाँको अस्पतालको हालत हेर्नुहोस् अस्पतालको हालत स्थापना गर्नुभयो अस्पतालको हालत हेर्नुहोस् तपाईँको अस्पतालको हालत त्यहाँको अस्पताल हेर्नुहोस् कुन नेता आएर स्थापना गर्यो त्यहाँका भएका सामग्रीहरू यहाँका बासिन्दाहरूले लगे कि बाहिरका बासिन्दाहरूले लगे सिमेन्ट छैन त्यहाँका सरिया छैनन् त्यहाँका टाइल छैनन् त्यहाँका के भन्छ यी नेताहरू गुखानु पर्छ यी नेताहरूले किन आउँछन् काला कारमा चढेर लाज लाग्दैन यो बाटोमा हिँड्न हामीले प्रत्येक बाटोमा यहाँ हामीले धोका खाइरहेका छौँ अब नयाँ दारलाई तपाईँहरूले उज्यालो भन्नुहुन्छ तपाईँहरूले सबै काम गर्यो भने तपाईँहरूले भोट दिने हो हामीले तपाईँहरू मेरो लागि जिन्दाबाद छ म भोटै दिएर छोड्ने छु तर तपाईँहरूले हाम्रो न्याय अन्य महिलाहरूको दिदीबहिनीहरूको चाहिँ तपाईँहरूले समाधान गर्न सक्नुहुन्छ तपाईँहरूले मान्ने कुरा हो
जसले चाहिँ जनताहरूको भलाइ गर्छ उही नेतालाई मान्ने उज्यालोलाई भोट हाल्नु हो एकदम धन्यवाद तपाईँ यति बेला चाहिँ प्रत्यक्ष जनतासँग हुनुहुन्छ जनताको कुरा सुन्नुभयो जनताको आक्रोश सुन्नुभयो पुरानो दलले आश्वासन देखायो त्यो आश्वासन पुरा नगरेपछि अहिले जनताहरू आक्रोशमा हुनुहुन्छ अब यसलाई कसरी लिनु भएको छ अब यो स्वाभाविक तरिकाले चाहिँ यसलाई चाहिँ कसरी दिन सकिन्छ भन्दा अब वर्षौंदेखि उहाँहरूले काम गर्छु भोट दिनुहोस् भन्नुभयो तर जनआधारमा काम चाहिँ सुन्ने भयो जनताहरू आक्रोशित हुन एकदमै स्वाभाविक कुरा हो दिन्छु गर्छु हामी जनताका समस्या बुझ्नेछु जनताका काम बुझ्नेछु भनेर भोट चाहिँ लिएर जानुभयो पुराना दलहरूले हाम्रो कुरा एउटै कुरा के हो भन्दा हामी भोट मात्रै लिने होइन हामी जनताका सारथी भनेर उहाँहरूको आशीर्वादले उहाँहरूसँगै मिलेर सरकारको प्रतिनिधित्व गर्दै गर्दा पनि जनताको घर दैलो आँगनमा पुगेर उनका समस्यालाई हेरेर बुझेर उहाँहरूसँगै यो समस्याको समाधान गर्ने हामी तयारीमा छौँ हामी नितान्त रूपमा चाहिँ अहिले बजारमा एकदमै नयाँ हुनुहुन्छ नयाँ हुनुभयो चेहरा नदेखिएको चेहरा हो नदेखेको दल हो नसुनेको दल हो भनेर भन्नुहुन्छ हो हामी रहरले भन्दा पनि करले नेता हुन हिँड्ने मान्छे हो किन करले हिँड्यौँ भन्दा पुराना दलहरूले भने मात्रै दिदीले भने जस्तै पुराना दलहरूले भने मात्रै बाचा कसम खाए मात्रै तर काम भनेको सुन्ने गरिसके भन्दा पछि कामको भ्यालुलेसन त जिरो भयो त्यो कामको भ्यालुलेसन जिरो भएकोलाई माथि उठाउनु पर्छ र जनताको काम चाहिँ गर्नुपर्छ भनेर अहिले हामी यसरी घर दैलो अभियानमा छौँ भोट मागिरहेका छौँ फागुन 21 मा चौकुने पञ्चपुरी गुटु बिजौरा लगामसम्म हामी जहाँ जनताका घरमा गएर आयौँ त्यहाँसम्म चाहिँ सबैले हाम्रो पार्टी अध्यक्ष कुलमान घिसिङको काम हेरेर पछिल्लो 13 वर्षदेखि अलपत्र रहेको वेतन हाइड्रो पावरको भर्खरै मुआवजा उहाँ प्रधानमन्त्री भएको बेला चाहिँ उहाँले चाहिँ मन्त्री भएको बेला उहाँले चाहिँ काम गरिदिनु भयो मुआवजा दिने काम गराइदिनु भयो त्यसैले गर्दा जनताले अब भाषण कम परिणाम धेरै देख्न चाहिएको छ परिणाम देख्नेलाई परिणाम दिनेलाई चाहिँ भोट हाल्छु भन्ने कुरा चाहिँ जनजनबाट आइरहेको छ यो हाम्रो लागि धेरै राम्रो कुरा हो।